सद्गुरु भन्नुहुन्छ गुरु भनेको कुनै एउटा व्यक्ति होइन। गुरु भनेको एउटा यस्तो उपस्थिति हो जसले तपाईँ भित्र रहेको अन्धकारलाई हटाउँछ। त्यसैले गुरु पूजाको माध्यमबाट तपाईले यस्तो आयामलाई निम्तो दिइराख्नु भएको छ जसले तपाईँ भित्रको अन्धकारलाई हटाउँछ। यो यस्तो आयाम हो जुन यो अस्तित्वको हरेक कण कणमा जीवन्त छ। तपाईँ पूर्ण रूपमा खुल्ला र ग्रहणशील हुनुभयो भने मात्रै यो आयाम तपाईको जीवनमा स्वाभाविक रूपमा प्रकट हुन थाल्छ। त्यसैले सद्गुरु भन्नुहुन्छ तपाईले गुरु पूजा यसरी गर्नुपर्छ कि तपाईको गुरु जहाँ कहीँ र जस्तोसुकै अवस्थामा भए पनि उहाँ तपाईको सामु आउन बाध्य बन्नुहोस्। तपाईको गुरुको लागि कुनै विकल्प नै नबचोस्। यदि तपाईले यो समर्पणको भाव तपाईले गर्ने सानो सानो कामहरूमा पनि ल्याउनु भयो भने तपाईको साधनाको फल धेरै गुणाले बढ्न थाल्छ।